दर्शक नमस्कार, नेपाली न्यूज पार्टीमा तपाईहरुलाई हार्दिक स्वागत छ। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। देशभरका महत्त्वपूर्ण समाचार अपडेट हामी तपाईहरुमाझ एकैसाथ प्रसारण गर्दैछौं। समय अवधिभर हामीसँगै रहनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला। दर्शकबिन, गल्तीसम्म पुग्यो बाढी उद्धार र राहतका लागि समन्वय भइराखेको प्रहरीको भनाई। प्रधानमन्त्री बाली शाहले बोलाएको मन्त्री परिषद बैठकले गर्यो महत्त्वपूर्ण निर्णय। नागरिक उद्धारका लागि राज्यका महत्त्वपूर्ण निकायहरू द्रुत गतिमा परिचालन गर्न कांग्रेस सभापति गंकुमार थापाको भनाई। भोटेकोसीको बाढ मुगलिङतर्फ बढ्दै त्रिशुली किनारका बस्ती खाली गर्न प्रहरीको आग्रह। दर्शकबिन, यतिखेर बाढीले निकै ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म के कति मानवीय क्षति पुग्यो त आजको समाचारमा। श्यामपुर बेसी टिमुरे क्षेत्रमा बाढी सरकारद्वारा तत्काल पीडितको उद्धार र खोज राहत कार्यलाई तीव्रता दिन आग्रह। यसबारेमा विशेष अपडेट। रसुवागढीको बाढीले ठूलो शहर नै बगाएको अवस्था छ। भौतिक र मानवीय क्षतिको आकलन गर्न समेत सकिन्न। 2072 सालको भूकम्पको भन्दा डबल क्षति भएको आशंका गरिएको छ। अहिलेसम्म के कति जनाको उद्धार गरियो र के कति जना बेपत्ता छन् र कति जनाको मृत्यु भयो आजको समाचारमा रहनेछ भने रसुवागढी बाढी उद्धारमा जुट्न र गलत हल्ला नफैलाउन रवि लामिछानेको अपिल रहेको छ। आजको समाचारमा बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर उडाउन सरकारको अनुमति नलिनुपर्ने पनि देखिएको छ। यसबारेमा पनि जानकारी दिनेछौँ भने समय अवधिभर हामीसँगै रहनुहोला। आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौँ। राष्ट्रिय सुदूर पार्टी रासपाका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपदको घडीमा उद्धार र राहतमा सक्रिय हुन पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जाल मार्फत एक अपिल जारी गर्दै सभापति रवि लामिछानेले प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन्। लामिछानेले पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण सदस्यहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी स्वयंवेशी कार्यमा सहभागी हुन आह्वान गरेका छन्। उनले भनेका छन्, विपदको यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग। बाढी तथा विपदको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न र जोखिमपूर्ण क्षेत्रमा नबस्न लामिछानेले अनुरोध गरेका छन्। उनले स्थानीय प्रशासन र सुरक्षा निकायले दिएका निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न समेत आग्रह गरेका छन्। संवेदनशील समयमा सामाजिक सञ्जालमा अप्रमाणित सूचना र अफवाह नफैलाउन सभापति रवि लामिछानेले सबैमा सचेत गराएका छन्। एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाई सृजना गर्न सक्छ र नागरिकमा आवश्यक त्रास फैलाउन सक्छ। त्यसकारणले सबैले संयमित भएर यो कार्यलाई समापन गर्न र घाइते र मृतकलाई छिटोभन्दा छिटो उद्धारका लागि उनले आग्रह समेत गरेका छन्। जसले गर्दा रसुवाको बाढीले निकै ठूलो क्षति पुर्याएको अवस्था छ। त्यहाँ ठूलो बस्ती बगाएको छ। झन्डै